आदरणीय दर्शकवृन्द नमस्कार। आजको यो भिडियोमा म तपाईहरुलाई कसरी स्टक मार्केटमा ट्रेडिङ गर्ने टीएमएस को प्रयोगले त्यो देखाउन गइरहेको छु र मैले टीएमएस 49 को वेबसाइटमा लगइन गर्दै छु। ब्रोकर नम्बर 49 को वेबसाइटमा सुरुमा तपाईले लगइन गरिसकेपछि यस्तो ड्याशबोर्ड आउनेछ। त्यो ड्याशबोर्डमा अब तपाईहरुलाई विभिन्न अप्सनहरु हुन्छ। कोल्याटरल म्यानेजमेन्टमा गएर लोड कोल्याटरलमा गइसकेपछि विभिन्न अप्सन आउँछ। मैले यहाँ कनेक्ट आईपीएस सिलेक्ट गरेको छु र तपाईलाई चाहिएको अमाउन्ट पहिला लोड गर्नुपर्ने हुन्छ। यो भनेको चाहिँ तपाईले कतिको किन्न खोज्दै हुनुहुन्छ त्यो चाहिँ कोल्याटरल भनेको धरौटी, त्यो धरौटी राख्नुपर्ने हुन्छ। मैले यहाँ एउटा कुनै शेयर किन्न लागिरहेको छु र त्यसको लागि मैले अगाडि नै हिसाब गरेर लगभग 34000 चाहिने रहेछ भनेर त्यहाँ 34000 अमाउन्टको लागि क्यूआर कोड जेनेरेट गर्नको लागि सबमिट गर्दै छु। त्यो सबमिट गरिसकेपछि अब कि त कनेक्ट आईपीएस मा लगइन गरेर पनि गर्न सकिन्छ अथवा यो स्क्यान एन्ड पे मा सिधै तपाईले स्क्यान गर्नुभयो भने पनि अघि जति अमाउन्ट राखेको थियो त्यति पेमेन्ट गर्न मिल्छ। जुनसुकै मोबाइल बैंकिङ, ई सेवा, खल्ती केहीबाट तपाईले पेमेन्ट गर्न सक्नुहुन्छ नेपाल पे को क्यूआर मा। त्यो गरिसकेपछि अब लगभग 5 मिनेट जस्तो तपाईको त्यो एक ट्रान्ज्याक्सन भेरिफाई हुनको लागि समय लाग्छ। तपाईले त्यो ट्रान्ज्याक्सन फन्ड ट्रान्सफर भएको नभएको भन्ने कुरा चाहिँ फन्ड म्यानेजमेन्टमा क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्रीमा गएर एकचोटी चेक गर्न सक्नुहुन्छ। त्यहाँ गइसकेपछि एउटा रिफ्रेश गर्ने बटन आउँछ। त्यसरी क्लिक गरिसकेपछि प्रोसेसिङ आइरहेको छ। अहिले मेरो कोल्याटरल बढेको छैन, 38 रुपैयाँको त्यति नै देखाइरहेको छ। स्टिल प्रोसेसिङमै भइरहेको छ र केही समयपछि मैले फेरि यो ट्राई गर्दै छु, अझै पनि भएको छैन, स्टिल प्रोसेसिङमै छ। अब पहिला कुनै पुरानो हिसाब किताब बाँकी छ कि भन्ने चाहिँ यो फन्ड सेटलमेन्टको नेट इन्फर्मेसनमा देखिन्छ। अब अहिलेसम्म पनि आएको छैन कोल्याटरल। मैले फेरि एकपटक चेक गर्छु। कोल्याटरल म्यानेजमेन्टमा गएर क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्रीमा जान पर्छ। त्यहाँ देखाएको छैन। यो पुरानो फेल भएको ट्रान्ज्याक्सनहरु देखाएको छ। क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्रीमा गएपछि अब चाहिँ हुनुपर्ने हो। निकै समय भइसकेको छ। अब हेरौं, यहाँ सक्सेस भनेर देखाइसकेको छ ग्रीन। अब चाहिँ ड्याशबोर्डमा जाँदाखेरि मेरो कोल्याटरल बढेर 34038 भइसकेको छ। अब केही छैन, तपाईले अर्डर म्यानेजमेन्टमा जाने, बाइ अर सेलमा जाने। त्यहाँ गइसकेपछि अब तपाईले सेल गर्ने हो कि बाइ गर्ने हो त्यो बटनलाई यताउता टगल गर्न सक्नुहुन्छ र कुन कम्पनी किन्ने। मैले आज लक्ष्मी सनराइज बैंकको किन्न लागेको छु। एलएसएल हो त्यसको टिकर सिम्बल। र कति किता शेयर किन्ने त्यहाँ क्वान्टिटीमा त्यो हान्नु पर्यो र प्राइस मलाई चाहिँ यो जतिमा किन्न पाइराखिएको छ त्यतिमै किन्न मन पर्छ। अब मेरो 34000 कोल्याटरलले 150 भन्दा अलि बढी किता आउँछ कि भनेर म हिसाब गर्दै छु। अब 213.7 मा राखेको भए मेरो अर्डर एक्जिक्युट हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो। तर अब यदि मैले किन्ने विचार गरेको छु भने म जतिमा बिक्री भइराछ त्यतिमा किन्छु पनि र बेच्न मन लागेको छ भने पनि बायर जतिमा छ त्यतिमै गर्छु। अब मैले 155 मा 214 किताको अर्डर हाने, सक्सेस भयो। र अब त्यो कहाँ हेर्ने त भन्दाखेरि डेली अर्डर बुकमा मैले चेक गर्न सक्छु। डेली अर्डर बुकमा अब यदि कारोबार भएको छैन भने ओपनमा भेटिन्छ, भइसकेको हुनाले कम्प्लिटेडमा भेटियो। कम्प्लिटेड बाइ 155 किता। अब कति ट्रेडेड भयो, कति भ्यालुको, कति पैसाको, त्यो सबै त्यहाँनेरि देखाउँछ। र मेरो कोल्याटरल पनि अब 97.4% युटिलाइज भइसकेको छ। अब कोल्याटरल अवेलेबल 800 चान्चुन देखाएको छ। यति सजिलै यहाँहरुले ट्रेडिङ गर्न सक्नुहुन्छ। यो चाहिँ मार्केट अन भएको टाइममा 1 बजे मैले यो गरे। अब यतिले मात्र पुग्दैन, तपाईले यो त कोल्याटरलबाट किनेको भयो। अब बेलुका जब तपाईले यो सेटल गर्ने बेला आउँछ त्यो चाहिँ बेलुका फेरि
लगभग 6-7 बजेतिर तपाईले फन्ड सेटलमेन्टमा जान सक्नुहुन्छ। नेट इन्फर्मेसनमा क्लिक गरेपछि त्यहाँ सबैभन्दा माथि त्यो मितिको अब 2026 1/12 आजको डेटको छ, त्यहाँ मैले सेलेक्ट गरेर त्यो पेमेन्ट अप्सनमा गइसकेपछि अब नेट एमाउन्ट पेएबल बाइ क्लाइन्ट भनेर देखाउँछ। त्यो एमाउन्ट चाहिँ मैले तिर्न बाँकी। अब प्रोसिड विथ पेमेन्ट गर्ने मैले कोल्याट्रल हालिसकेको छु, त्यही भएर कोल्याट्रलबाट तिर्ने भनेर मैले कोल्याट्रल पेमेन्ट लेखेँ। अब जति एमाउन्ट छ त्यहाँ माथि त्यति नै ठ्याक्कै इन्ट्री गरिसकेपछि त्यो टोटल पेमेन्ट एनपिआर लेखेको रातो हट्यो। अब मैले मेक पेमेन्ट गर्न सक्छु। पैसा अघि नै गइसकेको छ, जस्ट यो एउटा फर्मालिटी मात्रै हो। यो औपचारिकता पुरा भएपछि उता सेटल भयो। अब 3 दिन 4 दिन पछाडि हाम्रो मेरो सेयर एकाउन्टमा आफै त्यो किनेको किता सेयरहरू डिपोजिट हुन्छन्। त्यसलाई पनि कतिमा किनेको अब बाई सोर्स गर्न सक्नुहुन्छ तपाईले। यहाँलाई केही बुझ्न गाह्रो भयो भने कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।